गाइस सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु अनि धेरै पछि अनि म भ्लगमा आउँदै छु गाउँले भ्लगमा त्यसैले पिछाडी हामी धेरै पछि भनौं किनकि भिडियो एडिट गर्नलाई र अपलोड गर्नलाई धेरै समय लाग्ने छ पहिले काठमाडौँमा तानेको एमबीले पनि अहिलेसम्म धानिरहेछ किनभने यहाँ नेटवर्क नै टिप्दैन हेर्नुस् दिस इज बाँदरमुखे एन्ड यो सृष्टि हायो आज हामी बाख्रा गोठाला आएको छौं यो हो सुरुमा इन्ट्रोडक्सन सुरुमा त्यसपछि हामी यहाँ के गर्न लाग्छौं थाहा नै होला नाम के हो भन भन न भने नभन्ने ल ठुले के भन तिम्रो नाम के हो बाँदर तिम्रो सृष्टि आयो अनि यतिबाट बुझ्नु होला केटाहरू कस्तो हुन्छ र केटी कस्तो हुन्छ भनेर यहाँ हाम्रो गाउँलेको केटी नपाएर उहाँ जङ्गल अहिले तडबी उहाँ हेर्नुहोस् रुखमा चढिरहेको छ सो गाइज अब चाहिँ हामी एउटा गेम खेल्न छ बाख्रा गयो माथि छिटो त्यहाँ कफी खान्छ छिटो कसको बाख्रा आइजिरा अनि यहाँ माथि चाहिँ बाख्रा गएको छ कि यो कस्तो सो गाइस अहिले चाहिँ हामी चाहिँ अब गेम खेल्न जान लाग्छौँ चुप लाग अहिले अब गेम खेल्न लाग्छौँ कि गेमको रुल्स भनेको चाहिँ क्वेसन सोध्ने जसले मिलायो त्यसले चिकन पायो त्यही हो गाइस अब चाहिँ हामी यहाँ बाख्रा गोठालो गोरु गोठालो गर्दै आइरहेछौँ अब हेर्नुहोस् गाउँलेको जिन्दगी यस्तै छ पाइन्टमा छ रुखमा छु अनि यहाँ हुनुहुन्छ हाम्रो दुईटा बाँदर हुन्छ हैन त्यही हो गाइस अब चाहिँ हामी बाख्रा फर्काउन जानुपर्ने हुन्छ हैन ओइ अगाडि छिटो अब क्वेसन हुन्छ अब माथि गएर हुन्छ गाइस त्यसैले हामी माथि गएर भेट्नु पर्ने हुन्छ लेट्स बिगिन सो गाइस अहिले चाहिँ हामी यहाँ ऐसेलु खानु पर्ने हुन्छ ऐसेलु कसलाई थाहा छ कि यो ऐसेलु भन्ने चिज बाँदर नकर न के के पक्रिन्छौ यार दुईटा काँडा पसेछ एउटा खाएको यस्तो छ हालाउँदै 1 2 3 गो ल भएन फेरि भएन ल छिटो फेममाम रेडी 1 2 3 गो लो लास्ट है ऊ हाम्रो ठुलो मान्छे रुन्चे आयो रुन्चेलाई देखाउनु पर्छ सुरुमा रुन्चेलाई अघि मान्छेले मलाई मुखमै थुक हाल्दैन ए हजुर दाजु गेम हजुर कता हिँड्नु दाजु हो दाजु ए दाजु नलागाम दाजु आज एक्लै हस् दाजु रेडी 1 2 3 गो ल विनर देखा विनर पाइसक्यो डोनेट गरे ल डोनेट गरे ल भाग्यो ल
ओए रुन्छ त भाग्यो त ल ल ल ल भाग्यो रुन्छ ल लो चुइम खोस सो गाइज अहिले चाहिँ हाम्रो क्यामेरा गेम सकिसक्यो गेम जित्ने चाहिँ ऊ त्यो हो खाने ऊ त्यो गेम सकिसक्यो हामी यो मान्छे चाहिँ हेरेको अगाडि त्यही गाइज अब चाहिँ रमाइलो भयो अनि मेरो खेतमा दाइहरूले बोलाइरहेको थियो म जान पाइनँ किनभने मलाई अलिक झोरकारी हिँड्न जस्तो लाग्छ यहाँ अहिले घोचिहाल्यो यहाँ अघि के अरे गरिसक्यो बाँदर मुखे त्यही हो गाइज आजको भ्लग यहीँ इन्ड गरौँ त्यसपछि सो गाइज अब भोलि के हुन्छ ल अब एकचोटि आइज ओए हल्ला गरिदियो नि त ओए बाँदर पुगे ल आफ्नो उयसमा देऊ न त ल पोज देऊ है 1 2 3 गो